हरिओम हजुर मित्रहरू, आज मेरो 50 वर्षको अनुभूतिमा एउटा कुराले निकै सताउने गर्यो हजुर। यो चीज छ नि हजुर, यो एउटा यस्तो चीज रहेछ कि यसले सारा दुनिया डुबाउँदो रहेछ हजुर। धन पैसा मात्र होइन हजुर, घरको खुसी शान्तिलाई लिएर कसैको जीवनलाई पनि डुबाइदिँदो रहेछ। तर आफू भन्ने चाहिँ देख्नुस्, आफू भने चाहिँ यो देख्नुस्, आफू भने पटक्कै डुब्दो रहेनछ कि। यो मेरो 50 वर्षको जीवनको एउटा अनुभूतिको कुरा। ल हेर्नुस्, दुनिया डुबाएर गयो तर आफू पौडेर गयो के।